सो आज मेरो यो सोलो ट्रिप है। म घरबाट अघि नै निस्केको, अलिकति बिहान नै निस्किने प्लान थियो होइन, तर बिहान निस्क्यो भने अनि फेरि दिउँसोसम्म भन्ने होला, रमाइलो त हुन्थ्यो होला, तर सकेसम्म आज चाहिँ बाहिरै बस्छु भन्ने प्लानमा थिएँ म। त्यही भएर अलिकति ढिलै निस्केको। सो द्याट 2-3 घन्टाको डेस्टिनेसन उता अथवा 3-4 घन्टाको गएपछि घर आउन पनि नमिल्ने भएपछि घरै आइन्न नि त। यो चाहिँ नयाँ, पहिला खै मलाई याद नभए अनुसार यो त नयाँ पार्किङ जस्तो लाग्छ, यो म्याकेसको एक्सटेन्ड गरेर जस्तो लाग्छ। अनि हाम्रो बिस्ट चाहिँ रेडी टु गो पोजिसनमा छन्। मैले भर्खर म्याक खाएँ, गोल्डवनको म्याक एज फेभरेट। यहाँ आउँदा म जहिले पनि सिडनी ट्राभल गर्दा चाहिँ यो म्याक चाहिँ आइरहन्छु यहाँ, किनभने अलिकति हाइटमा छ होइन। यो हाइटमा यो यहाँनिर चाहिँ म प्रायः जसो कि त लेट नाइट कि त अर्ली मर्निङ, प्रायः जसो लेट नाइटै हुन्छ। लेट नाइट आउँदा पनि ठ्याक्कै यहाँनिर आउँदा चाहिँ यो अलिकति माथि रेन्जमा भन्दा यस्तो अर्कै अनुभूति हुन्छ कि। अब घरबाट हिँडेको कति मिनट भयो म हिँडेको कति भयो भनेपछि अहिले 12:29 12:30 भयो भनेपछि म सायद घरबाट 11:30मा हिँड्ने रहेछु। प्लान चाहिँ बिहानै 7 बजी हिँड्छु प्लान थियो, अब अलिकति यताउता भएको भएछ। ल अब म यो मेरो चाहिँ अब इन्टायरली सोलो ट्रिप हो। लेट्स सी कस्तो जान्छ। भित्रको चाहिँ नदेखाम, भित्र अलि ड्याङडुङ छ। भित्र सब मिलाउनु पर्ने छ। अब खास त यहाँनिर उस्तो राख्नुपर्ने छ, यहाँनिर टक्कै यो राख्यो भए घुम्न गएको सबै देखिन्थ्यो। ल ठिक छ, के गर्नु, कता के हालेछु पनि थाहा छैन। 2 जोड चाहिँ छ भन्ने मात्र थाहा छ, त्यो बाहेक अरू केही थाहा छैन। द्याट्स अल। अब म म्याप चलाउँछु। अब मेरो ठ्याक्क अहिले डेस्टिनेसन चाहिँ फिक्स भएको छैन है। म चाहिँ कहाँ पुग्छु भनेपछि अब जसरी पनि अब सिडनी थ्रुबाटै जानुपर्छ। यसो म्याप हेरौँ न। म्याप हेर्दा चाहिँ के भन्छ म्यापले चाहिँ के भन्छ भनेपछि म्यापले के भन्छ भनेपछि अब सपोज हन्टर भ्याली, अब सपोज हामी हन्टर भ्याली गयो भने पनि सिडनीको थ्रुबाट जानु पर्यो। त्यस हामी यहाँ क्याम्पबेल डाउन त जानै पर्छ, क्याम्पबेल डाउन थ्रुबाट। अब सपोज त्यहाँ नजाने भए हन्टर भ्याली गइएन भने ल न्यू क्यासल हेरौँ न। न्यू क्यासल न्यू क्यासल पनि अब लगभग सबै क्याम्पबेल डाउन थ्रुबाटै जानुपर्छ। सो मैले के प्लान गरेँ भनेपछि हाम्रो डेस्टिनेसन चाहिँ कि त न्यू क्यासल हुन्छ कि त हाम्रो डेस्टिनेसन हुन्छ हन्टर भ्याली। अब सोलो ट्रिप आज है। म चाहिँ बिहान 11 साढे 11 बजी हिँडेको, अहिलेसम्म कहाँ पुगिन्छ नै थाहा छैन। लेट्स सी, जहाँसम्म लाग्छ न्यू क्यासलको हानेछु, के अरे न्यू क्यासल हानेछु। न्यू क्यासल नै जान्छु होला, सही ठाउँ लाग्यो। यसो हेरेको मोबाइल लाग्यो, खतरा लाग्यो। कस्तो हुँदो रहेछ सोलो ट्रिप भनेर आएको।
मजा आउने रहेछ। लेट्स सी कहाँसम्म जान्छु। को साथी है यो। को साथी है यो। टक्क न्यू क्यासल आएँ म। एकदम वातावरण छ। अब चाहिँ के खाने भन्ने सोचिरहेको छु मैले। यसो सोचेको मेरो फेभरेट आज डिनर गर्दैछु। लेट्स सी हाउ इट गोज। अलिकति रेस्टुरेन्ट चाहिँ बवाल छ भित्र तर पुरै प्याक छ क्या खतरा। र आज यो खान्छु म। सक्छु कि सक्दैन होला यो र अर्को पनि आउँदैछ दुइटै खाइदिने आज त। मिठो रहेछ यार ब्याङ्कक नाइट्स मन पऱ्यो मलाई। लगाइट आज बस्छु यहाँ न्यू क्यासल। अब चाहिँ म हन्टर भ्याली जान्छु कि न्यू क्यासल जान्छु हेरौँ। लेट्स सी। ढिलो उठ्यो ल बस्यो हो आज। आज जान्छु कि नै यार सिडनी क्यानबेरा स्योर छैन। लेट्स सी। जुत्ता हराएको थियो कहाँ गयो भनेको त यहाँ पो रहेछ यार। यस्तो नि हुन्छ जुत्ता यहाँ रहेछ मेरो हराएको जुत्ता। खतरा छ यार जुत्ता चाहिँ जाडोमा लाउनु मिल्ने रहेछ। चाहिँ भोक लाग्थ्यो थियो अनि त्यसपछि मैले त बिग ब्रेकी हानिदिएको। हेरौँ कस्तो छ तर अर्कै छ त यार। आइपुगेँ म बल्ल यो न्यू क्यासल बिचमा। घरै नजाउँ जस्तो। कभी बात बात मेरे साथ साथ फिर दर्द ये कभी सहरा कभी सावन